मेयर होइन नसक्छ पनि जित्न सक्दैन। सांसद विधायकको त कुरै छोडिदिउँ, मेयरको त कुरै छोडिदिउँ। सबैको यहाँ स्थिति राजनीतिक स्थिति सखाप हुन्छ र सखाप गर्छौँ हामी। म त खुद आउँदिनँ। बाटो बन्यो भने फेरि स्थिति हाम्रो ठिक हुन्छ, बाटो बनेन भने सखाप। अब के सुन्नु छ मेयर साहब, तपाईँले यो खनेको मानवत मटियरवाको अधुरो बाटोको जुन ग्रेभल छ त्यो तपाईँको आफ्नो जग्गा भएको ठाउँमा कलैया गाउँतिर लगेर तपाईँले त्यो प्लटिङको बाटोमा खसाउनु भएको छ भनेर आरोप लगाउनु भएको छ। आन्दोलनकै क्रममा यो विषयमा के भन्नु? धन्यवाद। पहिला त मेरो प्लटिङ छैन। अब कहीँ त्यस्तो मेरो कहीँ जमिन जायदाद छ, कहीँ प्लटिङ नै तपाईँको जिम्मामा छ, लोकेसन होला। यति माटो पनि कुनै मेरो जग्गामा कुनै मेरो प्लटिङ मेरो साथीको प्लटिङमा गएको छ भने यही पत्रकारको माध्यमबाट म कान समातेर पनि तपाईँसँग एक्सक्युज गर्न सक्छु। मैले अर्को कुरा, तपाईँको यहाँ उपमहानगरपालिकामा तपाईँ चढ्नको लागि पनि गाडी हुँदाहुँदै तपाईँले 1 करोड 15 लाखमा चिप्लो गाडी किन्नु भएको छ भनेर पनि जनमानसमा एक खालको जुन म्यासेज गएको छ, त्यो विषयमा के भन्नुहुन्छ? अब चिप्लो गाडीको कुरा गर्नुभयो। पहिला म साथीहरूलाई के बताइदिउँ, मैले जहिले होस सम्हालेको छु मार्केटिङमा नयाँ गाडी आउने बित्तिकै मेरो बाबुबाजेको सम्पत्तिबाट चिप्ले गाडी चढ्थ्यो। मार्केटमा आउने बित्तिकै यो त धेरै पुरानो भइसक्यो। गाडी नगरपालिकामा कहाँ छ? 3टा गाडी छ। एउटा हाकिम चढ्ने, एउटा उपप्रमुख चढ्ने, एउटा मेयर चढ्ने, 3टा गाडी छ। हाम्रो नगर प्रहरी मैले 40 जना अहिले म जिल्ला विकासमा गएँ, मोटरसाइकलमा लादेर गएँ। त्यो गाडी नगर प्रहरीले चाहिन्छ कि चाहिँदैन? कुन नगरपालिकामा, कुन गाउँपालिकामा, कुन ठुलो उपमहानगरपालिका जस्तो ठाउँमा नगर प्रहरीको लागि गाडी हुँदैन? तर त्यो नगर प्रहरीको लागि मैले सुमो गाडी जुन थियो मेरो उद्देश्य त्यहाँ नगर प्रहरीलाई दिएँ। मेरो गाडी थियो जुन पुरानो गाडी 1683 कि 1686 मैले हाकिमलाई दिएँ। उपप्रमुख गाडी छ। नेपाल सरकारले अहिले पनि भनिरहेको छु, मलाई नेपाल सरकारले गाडी चढ्नको लागि दिएको छ। म गाडी अगर चढ्दिनँ भने मलाई 75,000 पाउँछ, तर अनिवार्य मलाई भनेको छ तपाईँ गाडी चढ्नै पर्छ भनेर, त म गाडी नचढ्ने त, मैले गाडी नकिन्ने त। गाडी हुँदैन मैले किन्ने कि नकिन्ने? नगर प्रहरी आज मलाई 10 जना पठाउनु परेको छ, म के म पठाउँ? मोटरसाइकल पठाउने, पैदल पठाउने? त्यसको लागि गाडी चाहियो। चिप्लोको सवाल भयो त यस्तो यस्तो गाडी मेरो अहिले पनि छ। जुन दिन लन्चिङ भयो गाडी क्रेटा, मैले आफ्नो बाबुबाजेको पैसाले त्यो बेला मेयर पनि थिइनँ, मैले क्रेटा गाडी लन्चिङ गरेँ। जुन गाडी नयाँ आएको छ मैले लन्चिङ गरेर म बलिदछु। त चिप्लो गाडीको अन्त मेरो त आउँदैन हो। नगरपालिका गाडी चिप्लो गाडी कहाँ आयो? जहाँ केही स्वार्थ पुरा भएन कि साजिरको स्वार्थ पुरा भएन कि चिप्लो गाडीको नाम लियो? चिप्लो गाडी भनेको के हो मैले कुरा बुझिनँ। 1 करोड 15 लाख त्यस्तै चिप्लो गाडीमा चढ्नु पर्ने थियो भने विगत विजय सरावगी जुन किन्नु भएको थियो 5 करोडको गाडी पनि किन्न सक्थेँ, पजारो किन्न सक्थेँ। यो मैले के अरे स्कर्पियो किन्न। जनतामा यो पनि छ, यो बाटोको लागि उहाँहरूको लागि, किनभने यो प्रश्नको जुन आइरहेछ जनमानसबाट, तपाईँले जुन गाडी किन्नुभयो 1 करोड 15 लाख, त्यो गाडी नकिनेर यो बाटो अल्पत्र परेको छ, यसमा किन लगाइदिएन भन्ने किसिमको 1 करोडमा ल यो तपाईँले हाल्न मिल्छ कि? अहिले भनिरहेको छु 1 करोडमा एउटा नाला हुन्छ भने म 5 करोड लगाउन तयार छु। 5 करोडमा त 22 करोडको बजेट 1 करोडले केही समाधान गर्न सक्छ? 22 करोडको योजना 1 करोडले के हुन्छ र? अब गाडी 1 करोडको योजना होस् या 5 करोडको, नेपाल सरकारले मेयरलाई गाडी अनिवार्य रूपमा दिएको छ। गाडी चढ्ने कि नचढ्ने? नगर प्रहरीले म गाडी नदिउँ? नगर प्रहरी मेरो टिप्परमा जाने, मेरो ट्रकमा चढ्ने? कुन ठाउँ यस्तो छ कि नगर प्रहरीले गाडी पाएको छैन? एउटा हाम्रो नगरपालिका तपाईँको बरियारपुरमा छ, त्यसलाई पनि नगर प्रहरीको गाडी दिएको छ। मैले नगर प्रहरीको लागि गाडी किन्नु पर्ने त यही म आफ्नो लागि मैले गाडी किन किनिनँ? यसमा तपाईँले यही स्वार्थ होला। त्यो कारणले चिप्लो गाडीको फोटो मजासँग एउटा पत्रकार साथीले सोध्नुभयो, तपाईँ चिप्लो गाडी किन्नु भएको छ के हो? अनि तपाईँले सोध्नु छ मेरो अफिसमा आउनुहोस्। उहाँले त्यही पत्रिकामा पनि आएको थियो, मैले सोद्धाखेरि उहाँले भन्नुभयो अफिसमा आउनुहोस्। अफिसमा तपाईँले यति कुरा गर्नको लागि अफिसमै बोलाएको, फोनबाट त मेरो इच्छा हो कुरा गर्ने नगर्ने। ल